ल हामी चाहिँ आइपुग्यो रेसको स्टार्टिङ पोइन्ट। यहाँबाट त आरामले छिर्छ नि, यत्रो जग्गा छ नि त। हामीसँग छ यहाँनिर उर्गेन भाइ। होइन त्यो दिन त गर्छ नि। यहाँ पे टोइलेट पनि रहेछ हो। यो त मोर देन इनफ हो नि। यहाँ त कतिवटा राइडर आउँछ यहीँनिरै। त्यही त भनेको। वासरुम पनि ज्याकेट आएर अलिकति यहाँ रिफ्रेसमेन्ट अलिअलि के राख्दै पानी खाने राख्नुहुन्छ। यत्रो जग्गा छ हो, आरामले स्टार्ट गर्दा पनि हुन्छ। यो जङ्गल पस्ने जुत्ता है केटा हो यी। तिमीहरू चाहिँ यस्तो जुत्ता लगाएर जङ्गल पस्नु हुँदैन नि फेरि। अब यहाँदेखि चाहिँ रेस स्टार्टको अलिकति रुट देखाइदिउँ होइन सबजनालाई। बेकार पानी लगायो स्टार्ट भयो। यस्तै हो स्टार्टिङ चाहिँ। स्टार्टिङको रुटहरू यहाँ हेरिहाल्नु हो। यतिको छ, यसरी जानु। यहाँबाट बटोटोटा आयो, गाडीहरू अलिक साइड चाहिँ लाउनु पर्ने होइन। त्यो यहाँ तक्दा बजार हो। तक्दा बजारमा यहाँनिर कस्तो मजा आउँछ होइन। यहाँनिर क्राउड दामी भेटाउने रहेछ नि। यहाँ त राम्रो हुन्छ। तैँले चिठी ल्याएनस् होला? पर्खिन होइन, चिठी दिन आउनुपर्छ नि। पर्खिन आज रुटको मात्रै हेरौँ। यहाँ प्रोहरू बसिरहेछ, रुट प्रोहरू। आज सब प्रो रुट खालि यतैतिर होला है। एकछिन म्याप हेर्नुपर्छ। एसबिआई अस्ति त एसबिआई भन्दै थियो नि हामीले फर्स्ट। यस करेक्ट। यहाँबाट गयो, बिचको देखाउँदै जान्छु म हो। ट्राफिक चाहिँ हुनु हुँदैन यहाँ। मजाले याद गर्नु। यस्तो हुन्छ नि त बाटो चाहिँ यस्तो छ। हिजो तर उयोले दामी के अरे अल्फन्सोले चाहिँ के भन्दै थियो भन्दाखेरि टायरिङ एन्ड फास्ट हुने रहेछ भन्दै थियो। अफ त होइन कि उयो चाहिँ हो, यो ग्राभल। टारम्याक चाहिँ ग्राभल हो यो चाहिँ। लु आइपुग्यो एउटा रिकभरी आयो। रिकभरी तलबाट दन्केर आयो। एकछिन त हो त्यो ठाडो त अलिकति उकालो त के रिकभरी गर्छ केटाहरू। फिट हुन्छ नि त्यो। इम्याकुलेट हार्ट अफ मेरी चर्च होमस्टे चाहिँ अब यहाँ पुरै रहेछ हो। सो नट अ प्रब्लम टु एनी अफ द राइडर्स। कि त फर्स्ट आउने कि त लास्ट आउने हो। कलेज घुमेर आयो भने फेरि हतारमा कोही बेला त्यो उयो हुन्छ नि त। होइन मैले माथि त्यो चटकपुर ट्राई जङ्सन पनि भनिदिएको छु पहिला पनि। मल्ल उता गयो भनेर। यो उकालो मजाको छ, हल्का। यहाँतिरदेखि चाहिँ छानिहाल्छ भने यो त हामी झन्डै 2 किलोमिटर आइसक्यो नि। 2.5 किलोमिटर है। 8, 9, 10 कहाँ हो? 2 किलोमिटर 200। 2 किलोमिटर 200 भयो। 2 किलोमिटर 300। यो होला त्यो छुट्टिने जग्गा छ है। यहाँनिर चाहिँ याद गर्नु पर्यो। अब मार्किङ त हुन्छ तर यो यस्तो हुन्छ होइन नि। यहाँबाट सिधा गइदियो भने हेर्दा यो चाहिँ उकालो जानुपर्छ सबजना। एलिभेसन गेन छ ऊ पर माथि देख्दैछ, त्यहाँनिर पुग्नुपर्छ। यो बाटो होइन, यो बाटो कि कुदाउने हो उकेनलाई। त्यस्तो देख्यो लास्टमा। टाइम अफ भयो। प्र्याक्टिसको छैन कुदाउँदै। हामी आफै आएर कुदाउनु पर्छ रेस होइन कि। चिया खुम्दै जानु पर्थ्यो है दिनभरिको। यसपालि मेमा अनि मैले मिलाइ पनि सकेको नि त्यहाँनिर। हामीलाई कहाँ हो, हामीलाई होइन पर्दैन हामीलाई। मैले मिलाइसकेको तिनचुले होमस्टे हेऱ्यो। कसरी मिलाउनु? यहाँ केटाहरू भनिरहेको थिएँ नि म। अन्त त्यही मान्छेले त गराउँछ याकाटेक त, उसकै त आइडिया हो याकाटेक।
जानुपर्छ यहाँ सुनम होमस्टे रहेछ हो आज दिन त खतम हुने भएन केही छैन अब आइपुग्यो अब यहाँ कति रहेछ हेरौँ ल फेरि बाटो चाहिँ यहाँ ग्राउन्ड चाहिँ ग्राउन्ड हो त्यहाँनिर हामी यहाँबाट लेफ्ट हो अब यहाँबाट लेफ्ट लेफ्ट दिस साइड दार्जिलिङको रेसमा त शेष हुन्छ भनेर आउनु मान्दैन कति पहिला के हो बिल्डिङकोले नेपाली त्यस्तो छैन भन्दा होइन अब त क्यामेरामा देखेँ नि त्यो चेली माइती भन्ने उयो छ नि बसको बसहरू यिनीहरू सब गुरुङ उनीहरूको यो प्रपर्टी हो यस्तो बनाउँछ यो त त्यो मङ्पुको यो चाहिँ दामी छ है यति पाटा चाहिँ ए बनाएछ हिलो नि यहाँनिरबाट चाहिँ लेफ्ट है यहाँबाट चाहिँ लेफ्ट यो लु अब यहाँबाट चाहिँ उकालो यो तिनचुले हिमालयनबाट चाहिँ यहाँबाट उकालो जानु पर्यो यहाँबाट चाहिँ उकालो यो चौतारा आइपुगेपछि चाहिँ लेफ्ट जाने यहाँबाट चाहिँ उकालो जानुपर्छ यारो छ हो यहाँनिर तिनचुले गुरुङ होमस्टेबाट जाँदैछ हामी अब हिँड्दै ल्यान्डमार्कहरू ब्याकबाट हेर्नु माथिबाट पस्यो यहाँ जेसुकै मलाई रेस डाइरेक्टर भयो भने यो चाहिँ रुट डाइरेक्टर यहाँ रेजिस्ट्रेसन डाइरेक्टर डाइरेक्टरै डाइरेक्टरहरूमा छ है 18 होइन क्या दामी रहेछ हौ यहाँ माथि सानो देखिस् चिटिक्कै है क्या दामी लाग्थ्यो यहाँ चिम्नी यो माथिसम्म यस्तो यत्तिकै छ है माथिसम्म हुर्किँदा लास्ट उयोसम्म कहाँ हरायो तिनीहरू छैन एउटा त डबल ट्र्याक हो कि यो चाहिँ सिङ्गल ट्र्याक चाहिँ बिचमा रहेछ साइडमा डबल ट्र्याक रहेछ हो यस्तै छ नि यहीँसम्म हो यहाँबाट उकालो योबाट उकालो चाहिँ त्यो खाडो हेर्नु थियो चियापत्तीको बोटहरू पनि छ यसो चियाहरू खानु मन पऱ्यो नि केटाहरू रोकेर माडेर यहाँनिर हिल्लो पनि हुने रहेछ अनुहारतिर हिल्लो पनि लाग्ने रहेछ यहाँबाट हो साइकल त कुदिसकेको छ नि हिजो कुदाएको होइन अल्फोन्स दाले अन्त ढुकुरोहरू पनि पुरानो छ यसो घरहरू बनाउनु पर्छ भने भन्नु है केटा ढालिदिनु पर्छ यो बाटो ठिक हो नि अब आफ्नो ड्युटी तर अब उयो चाहिँ हुन्थ्यो उनीहरूको राम्रै उसमा त युज गरे होइन खुसी छ बिट कन्टेन्ट ए क्वान्टिटी कम्ती भयो अरे भने त मैले तँलाई हुँदैन नि त त्यसले गर्दाखेरि चाहिँ बरु अब यो त दामी छ त अन्त यो त अलि त्यस्तो त होइन यो त केही होइन तर अब उस्तैलाई चाहिँ अब नोबिसहरूलाई चाहिँ यो चाहिँ अलिकति टेक्निकलै लाग्छ यो अलिअलि फाँड्नु पर्ने रहेछ ए होइन यो त के होइन टेक्निकल त होइन यो त टेक्निकल त होइन उयो घाँसले गर्दाखेरि मात्रै रहेछ सिम्पल छ सिम्पल स्टेट बनाइदियो यो पार्ट भनेको यो पार्ट पनि होइन यो त होइन नि यो त क्लियर छ त यहाँ एउटा चाहिँ दामी छ नि त उकालो थपडी चाहिँ नगर न अहिले कुदाएको छैन साइकल यो अर्कै थपडी यसमा त के चिप्लिँदैन नि यसमा यहाँ चिप्लिँदैन त्यस्तोमा पुलिस टिम पनि निक्लिनु पर्थ्यो एउटा क्या यो सबै फाड्नु पर्ने रहेछ लु ओ केला हिजो मैले एरियल नाप्दाखेरि त उयोमा 2 आएको थिएँ हुन्छ त्यसो भने 4 किलोमिटर हुन्छ एरियल नाप्दाखेरि 2 किलोमिटर आएको थियो हो किनभने हामीले उयो अन गरेको छ होइन छोडिदिए यहाँबाट होइन अब ब्याक जाउँ हामी होइन किन ब्याक जानु हिँड्न अब किन उकालो जानु हामी त अब गएर त माथि लामाहट्टाबाट पस्नुपर्छ मेन त
यो पार्ट त हेरिहाल्यो नि यहीँसम्म खालि हो यो केही होइन हामी ब्याक फर्केर चाहिँ कहाँसम्म आउँछ भन्नु ब्याक फर्केर आउनु पर्यो नि त जहाँ आयो त्यहीँ टच हुनु पर्यो नि त टक्कै यो डाँडा यो डाँडा ओह्राल छ नि त यो डाँडा हो यो डाँडा ठुलो डाँडा गाउँकै छ मान्छेले यहाँ थियो यहाँसम्म माथिबाट यहाँ आउनु म गार्मिन अन गर्दै मुसा भए ह? गार्मिन अन गर्दै यहाँदेखि परसँग कनेक्ट गर्दा हुन्छ तैँले चाहिँ किन तर टक्क तल पुग्दाखेरि चाहिँ मलाई रिमाइन्ड गर्नु अफ गर्नुपर्छ भनेर ल मैले सोचेको थिएँ कि मार्किङ गर्नुपर्छ रुट भनेर पर्दैन रहेछ रुट है सिङ्गल ट्रेल आफै उयो गर्ने रहेछ यो मुनिको चाहिँ अलिअलि यो त अब प्र्याक्टिस गर्नेले ताल ताल गरेर लडेर हेर्नु यो त फेरि यो त अहिले फाड्यो भन्दा फेरि यो त हप्ता दिन उयसमा त निक्लिहाल्छ कि अब त निक्लिँदैन हौ विन्टरमा त उयो बनाएर कस्तो आउँछ यिनीहरू अब यो यहाँनिर जिपिएस छैन अच्छा भेटाएँ अहिले भेटाएँ कस्तो गार्मिनमा जिपिएस छैन भनेको होइन त्यो ग्रामीण हो क्या यस्तो हुन्छ नि अब हामी माथिबाट चढेर फेरि यही पोइन्टमा आउने छौँ तर हाम्रो डल्लै जङ्गल त फाल्न सक्दैन नि कि यो पनि अन गर्यो होइन यो फाड्नु पर्दैन मेरो एप्पल वाचले पनि बास गर्यो क्या उर्गेन्दा अलिकति टुप्पा झ्यारझ्यार भएको कि हौ त्यसले यस्तो दिँदै क्या त्यो घोप्टो परि बस्नु पर्दैन नि क्या पार्टी कि क्या हो केटाहरूले हुनुसक्छ हेभी गनाइदियो त हौ हुनुसक्छ यो चाहिँ कति हजार रुपियाँ हौ डोममा बसेको चाहिँ हँ कति हजार रुपियाँ डोममा होइन यसो गर्नु चारैजना सुपर रोटी है चारैजना सुपर रोटी कि पुरी चाहिँ एक्स्ट्रा दुईटा जस्तो ल्याइदिनु म चाहिँ पुरी तेलमा तलेको चाहिँ अहिले खाँदिनँ खाजा साजा खायो हो तँ एकछिन इङ्ग्लिस नबोले एडिट गर्दा गर्दा हुन्छ नि पछाडि उता पनि छैन पुरा छ जग्गा त्यहाँ त हिजो स्कुटीमा आज गाडीमा आयो हामी आइपुग्न आँट्यो आइपुग्यो एक्जिट पोइन्ट यहाँनिर हो एक्जिट पोइन्ट एक्जिट पोइन्ट चाहिँ यो आयो यो लामाहट्टा रेसिडेन्सी तेरो मामाको हो होइन हौ धमधुमा हो चिन्दैनस् चिन्दिनँ म चाहिँ लामाहट्टा रेसिडेन्सी आइपुग्यो हो उयो चाहिँ एक्जिट पोइन्ट हो उयो गेट चाहिँ त्यो अघिको जङ्गलबाट गाडी रिज्युम गर्छ तेरो ग्रामीण यहाँ चाहिँ एक्जिट पोइन्ट हो अब एक्जिट पोइन्टबाट चाहिँ हामी एन्ट्री गर्दैछ अघिको टक्कै डाँडामा पुग्ने सिधै लानुपर्छ उताबाट आएर हुँदैन गफ मिल्दैन नि त फेरि उता र यताको बुझेनस् यहाँबाट हामी ट्रेल गरेर जाँदैछ डल्लै गफ गरिसक्यो अहिले सुरु थाकेर उकालो हिँड्नु मात्रै हो मार्किङ गर्ने काम छैन रहेछ मैले यसो हेर्दाखेरि हामीले त अब दामी दामी कुदाउनेलाई खालि फोकस गर्दैछ नि त तर अब त्यो भर त्यो ट्राई गर्ने कहिले नकुदाएको हो यस्तोहरू पनि हुन्छ नि त अब यस्तोमा चाहिँ गाडिन्छ अलिकति हिजो केटाहरूले कुदाएको यहाँ फ्रेस छ ट्र्याकहरू हेर त लु अन्त यतिको त तर हामी चाहिँ ह्यान्डल त त्यत्तिकै ह्यान्डल चाहिँ गरिदिन्छौ हुँदैन त्यस्तो चाहिँ होइन त्यो मेन प्रब्लम चाहिँ के हो भन्दा स्टार्ट गर्नु प्रब्लम हो नि त बुझिनस् हाम्रोबाट चाहिँ त्यो मेन चाहिँ हाम्रो रेस पनि त्यो हुन्छ रेसको त्यो बिचमा अब कतै लडे सडे यता त्यो अर्को कुरा हो तर हाम्रो मेन काम चाहिँ के हो भन्छ प्रिभियस डेको रिसिभ गर्ने रिसिभ गरेर उनीहरूलाई जग्गा जग्गा त्यो स्टार्ट भएपछि त त्यहाँबाट त तुरे स्टार्ट भएपछि त आफै फ्लोमा जाइहाल्छ नि त्यहाँबाट त तुरेको होइन मेन प्रब्लम चाहिँ स्टार्ट गर्नु हो अलिकति फिनिसिङ पोइन्टमा याद गर्नु त्यति त हो नम्बर अफ राइडर्स हो केटाहरूले कुदाउँछ नि यति त किन कुदाउँदैन पानीहरू हेर यहाँनिर जहाँसम्म पुग्छ पुग्छ क्या यो यसले त हेभी पावर खाइदिन्छ नि यहाँ छ नि त यसले यसमा चाहिँ कुन चाहिँ गियरमा कुदाउनु पर्ने लु भन्दै यहाँ क्यामेरामा हेरेर यहाँ चाहिँ तपाईँले रिभर्स ब्याक गियर हालेर कुदाउनुपर्छ यहाँ उल्टा कुदाइदिएको दामी छ नि हेर त लु अब यस्तो जाँदाखेरि चाहिँ अप पर्यो होइन हल्का छ तर अप बेसी छैन 2हरू जस्तो छ होला ग्रेडियन्ट है बेसी छैन 2, 3 छ झन् मोटिभेसन हुन्छ नि मै बोल्दा कस्तो कुद्छ होला केटाहरू त्यहाँदेखि बोलेर त्यही त भनेको त त्यहाँबाट चाहिँ साइकल आउँदै गरेको कौन करेगा ये भिडियो साइकल डालिदियो एक आइमा डाल्थ्यो कस्तो चाहियो
बतासहरूलाई त्यसै लान्छ नाप्छु 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 हाफ पेटी भनेर हाफ पेटी Oh yes, how can I forget? ए पहिला आएको नि ए ब्रह्मो यो बाटो त अभी हमको तेरे को इंस्टाग्राम में दिखाएगा हाँ so you be careful regarding all these things आहा जुत्तामा पानी पसिक्यो किन मैले ऊ पारी उहाँबाट बोकेको नि त साइकल बेसी यस्तो त्यो झ्याङ भएर ड्रप नदेखेर चाहिँ यहाँनिर ब्याम्बुको फेन्सहरू छ झाडु जस्तोले यहीँ त लडेको को पो लडेको यहाँनिर खै कोहीको म्यान डाउन भएको थियो मेन डाउन है एकपल्ट है कति भयो नि यहाँतिर यहाँनिर यो सेक्सन अलिकति यो छ हिलो किचड जङ्गली मल पो लानुपर्छ क्या बोरामा हालेर इको यसलाई चाहिँ फरेस्ट रिभब भन्छ यसलाई हेलो यो चाहिँ पक्का फरेस्ट रिभब हो यो चाहिँ यसलाई चाहिँ तर अहिले हामीले प्लगइन्स बनाएर चाहिँ अब सफ्टवेयरमा हालेर हामीले उयो गर्न खोज्छौँ तर नेचुरल चाहिँ यही हो हेलो चेक एउटा गीत गाइदियो आँसु बलि बिलायो रिभोब अझ डिले चाहिँ छैन रहेछ यो त भइहाल्छ दामी छ नि यो। कस्तो अप्रोच हुन्छ होला हेर त आम्मा पानी बोल्यो त पहिला यहाँ त कस्तो स्पिड जान्छ साइकल है अम्बो यो पार्ट भनेको तर यो यो त ब्रिटिसले बनाएको बाटो हो नि त हेर्न हेर्न डल्लै उकालो आउने हो नि यो चाहिँ फेरि यो त हल्का अपै छ नि तर अब इट्स वर्थ इट तर रडले हिर्कायो भने त 2-3 तालमा अहिले हिँडौँ न। हाम्रो रुट डाइरेक्टरले जिम्मा लिइसकेको छ एकछिनै ठिक है केही पनि छैन बाटो थाहा छ उसलाई के भन्नु चाहिँ हामी गएको ए पानीहरू खाँदा पनि हुन्छ पानी सक्यो भने रिफ्युलिङ के माथिबाट जान्छ नि यो त उकालिदिनु पर्यो नि अन्त लाइन पक्रिन्छ नि पक्रिन्छ केटाहरूले किन लाइन पक्रिन्छ त्यो त हामी चाहिँ एक्सपिरियन्स राइडर चाहिँ अब नसोच न एक्सपिरियन्स राइडर त जस्तोमा पनि कुदाइदिन्छ नि हामी चाहिँ त्यो उयो भनेको अब कतिजना भर्खर कुदाउँदै गरेको उयोहरू डेब्यू रेस फर्स्ट टाइम अब ट्रेल कुदाउनेहरू डेब्युटेन्ट त्यसोलाई अब हेरे अन्डर पासहरू जस्तो पनि छ यो बी भेरी केयरफुल जस्तो छ त्यस्तै राख्नुपर्छ कतिवटा चाहिँ है हेर ब्याकमा देख्छ अब यहाँबाट चाहिँ जान्छ उता हामी चाहिँ उल्टा आउँदैछ शेष खै देखा त अम्बो जजमेन्ट के भएन यो म गरिहाल्छु यहाँको कोही लोकललाई कन्ट्र्याक्टै दिनु भन्नु तपाईँहरूले त दिइहालिराखेको ए हो हाम्रो रेजिस्ट्रेसन डाइरेक्टरले एसिस्टेन्ट रुट डाइरेक्टर भइदियो त अन्त ऊ ए बुई अलिक खुट्टाको छेउबाट गयो नि हौ हुन्छ अरे नि त्यसमा होइन The trees balls. English novel, please. You are being recorded. रेडी हुनु पर्यो नि त यहाँबाट जसले चढाएर सट्ट ल्याएर यहाँबाट फुच्चै झर्छ 1 लाख रुपियाँ प्राइज छोडै उता स्विङहरू नगर्नु बुई आयो अघि 3.50 किलोमिटर्स भएको छ होइन अघिको 50 मिटर काट्यो भने 3 किलोमिटर चाहिँ हामीले यहाँबाट पैदल कभर गरिसक्यो हो यहाँ चाहिँ अब मेन होइन यो मुनिको कोट्यायो भने भयो एकजना भुँडीमा झुन्डिरहेको छ रड्डी हुन्छ नि फेरि उयो बिचमा यहाँ आइज नि यहाँ
सल्लै जान्छ ओह्रालो सँगै लु 1 2 3 लु फेरि आयो 1 2 भयो ए यति भएर आफै गयो क्यामेराम्यान नै देख्छ किन देख्दैनौ अब यत्रो देखिरहेछ दि यहाँनिर एउटा बोरा दुईटा थप्दियो नि बोरा एउटा बोरा यहाँ दुईटा बोरा यहाँ एउटा बोरा मैले चाहिँ कुदाएको होस् न भनेको नि नहीं बोल सकता है इसमें तो रिबाउंड हो जाएगा यो काट्नु दिँदैन होला काट्नु दिँदैन यो त यतिकै होला यहाँ कनेक्ट यहीँ त हो हामी आएको ब्रिफिङमा हाल्नुपर्छ यो चाहिँ अब फरेस्टले पनि काट्नु दिँदैन हो यसमा चाहिँ फ्लो बनाउने हो भनेदेखि चाहिँ यहाँ बोरा लगाएर उयो गरेर फ्लो चाहिँ बनाउन मिल्छ त्यो चाहिँ अब डिपेन्ड अपन द राइडर्स अब उनीहरूले कस्तो चाहन्छ यो भइगयो कि अलिकति चाहिँ खोलिदिनु पर्ने अलिक यताबाट अलिक अलिकति ताच्नुपर्छ भन आँटिसक्यो ट्रेल पनि डल्लै खिच्यो ट्रेल पनि खिच्यो चटकपुरको ट्रेल चाहिँ अब भ्लगहरूमा हेर्नु होला एम्पल छ भ्लग पुरै चल्ने यहाँको चाहिँ छैन कि त्यही कारण कुदाएको पनि हो बनाइदिएको लु आइपुग्यो डाँडा उयो त्यो परको ग्रे देख्दै के अरे रातो रातो सुक्खा देख्दै गरेको हो अघि हामीले स्टार्ट गरेको Let's do from here. Yeah. लु ठ्याक्कै यहाँबाट एन्ड गरेको थियो अघि हामीले हो यहीँ आइपुग्यो